हेलो एभ्रिवान, सबैजनालाई वेलकम नमस्ते छ मेरो ब्लगमा। अनि सबैभन्दा सुरुमा चाहिँ म के भन्न चाहन्छु भने हजुरहरूलाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु। आज चाहिँ ह्याप्पी न्यू इयर हो 2082, नयाँ साल, नयाँ महिना अनि सुरु दिन। म मेरो ब्लग स्टार्ट गर्दैछु। धेरै नै दिन भएको थियो मैले चाहिँ ब्लग नल्याएको। सोचेको थिएँ न्यू इयरमै ल्याउँछु भनेर, त्यही भएर चाहिँ यत्रो दिन मैले ब्लग नहालिकन बसेको। अब आज चाहिँ न्यू इयर भनेपछि न्यू इयर भनेपछि केही धमाकेदारै हुनेवाला छ होइन। म चाहिँ यहाँ पसलमा बसिरहेको छु। सो गाइज, मैले चाहिँ ब्लग स्टार्ट गर्दा दोकानमा मान्छे आउनुभएको थियो अनि एकछिन रोकिहालेँ। म भन्दै थिएँ आज चाहिँ न्यू इयर, नयाँ वर्षको पहिलो दिन। आशा छ सबैजनाहरूको घरमा चाहिँ सुख शान्ति छाओस् होइन। अनि सोचेको कुराहरू चाहिँ पुरा हुँदै जाओस् भन्ने कामना छ। अनि त्यही कामना पनि मेरोमा लागु हुन्छ। चाहेको कुराहरू चाहिँ पुरा हुँदै जाओस्। न्यू इयरको शुभकामना मैले आफैलाई दिएको होइन, त्यही हो। अनि फेरि पनि भन्न चाहन्छु ह्याप्पी न्यू इयर सबैजनालाई, जो मेरो सब्सक्राइबर हुनुहुन्छ, जोडिनु भएको छ मसँग, उहाँहरूलाई चाहिँ ह्याप्पी न्यू इयर भन्न चाहन्छु। अनि मेरो हुलिया चाहिँ देख्न सक्नुहुनेछ एकदमै खराब छ। बिहानै उठेर चियाहरू दिएर अनि सटरहरू खोलेँ। अनि सबै काम सकेर चाहिँ बसेको छु, तर ओछ्यान मिलाएको छैन। अब पहिला ओछ्यान मिलाउँछु होइन। अनि के गर्छु भन्ने कुरा चाहिँ म देखाउँदै जान्छु। ब्लग चाहिँ सुरुदेखि हेरेर अन्त्यसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु। अनि अब यही छ, मम्मी चाहिँ खाना बनाउँदै हुन्छ। अनि हाम्रो चाहिँ फेरि काठमाडौँबाट चाहिँ मामा माइजूहरू पनि आउनुभएको थियो अनि भाइ बहिनीहरू पनि आउनुभएको थियो। छुट्टी छ नि त, यतिखेर अब सबैजनाको स्कुलहरू छुट्टी हुन्छ। अब अफिस त छुट्टी हुँदैन होला, त्यही पनि छुट्टी मिलाएर आउनुभएको छ। अनि त्यही हो, अब ओछ्यान चाहिँ मिलाउन बाँकी छ गाइज। हेर्न सक्नुहुनेछ ओछ्यानको हालत यस्तो छ। अनि म मिलाएपछि भेट्छु, तर अहिले चाहिँ अब दोकान हेर्छु होइन। मम्मी आउनुहुन्छ अनि त्यसपछि ओछ्यान मिलाउँछु अनि म भेट्छु है त गाइज। मैले बिफोर एन्ड आफ्टर देखाउँछु भनेको थिएँ, म त्यो देखाउँछु है त। गरेको भिडियो नै भएन छ, आउँदा यहाँ ह्याप्पी न्यू इयर भन्नु खै। ह्याप्पी न्यू इयर मम्मी। अनि मम्मीले चाहिँ सबै खानासाना बनाएर रेडी पारिसक्नु भएको छ। अब खाना खानु मात्र बाँकी छ होइन। कति 10 बज्न लागिसक्यो। अब सबैजना मावलको बुवा पनि आउँदै हुन्छ अनि सबैजना भएर खाना, अब सबैजना भेला भएर खानुपर्छ। एकैचोटि खाना खाने सबैजना भेला भएर। अनि 10 बज्न लागिसकेको छ, हामी चाहिँ पर्खिरहेको छौँ, सबैजनाको वेटिङमा छौँ। अनि आज चाहिँ अब नयाँ वर्षको दिन, मान्छेहरू चाहिँ कहाँ कहाँ पुगिसके होला। म मात्र, मम्मी र म मात्र छु घरमा होइन। अनि त्यही हो, अब स्पेसल पार्ट मात्र देखाउँछु म होइन, खाना खाएको भिडियो देखाउँछु। अब अरू त केही छैन गाइस, त्यही हो। नयाँ दिन, नयाँ के भन्छ, नयाँ दिन नयाँ वर्ष, त्यही हो। अघि मैले भिडियो बनाएको थिएँ, भिडियो नै भएन छ। अनि फेरि रिपिट गरेर बनाएको थिएँ। सो त्यही हो, सुरुदेखि अन्तिमसम्म हेर्नु होला है त। बुवा नमस्ते, ह्याप्पी न्यू इयर बुवा। ह्याप्पी न्यू इयर, आउनुपर्छ। बुवा पनि आइपुग्नु, राम्रो नै आइपुग्नु नि बुवा। मैले चाहिँ साथीहरू मजाले चाहिँ खाना खाएकोहरू भिडियोहरू देखाउँछु अनि मामा माइजूहरू वरिपरि सबै बनाउँछु भन्ने सोचिरहेको थिएँ होइन। लास्टमा चाहिँ अब आउनुभयो, कति 10:30 भइसकेको थियो। अनि हतार हतार खाना दिँदा अनि त्यसपछि एकैचोटि खाना दिँदा ओर्दा होइन, एकैचोटि त हुन्छ नि भिडभाडमा। अनि ऊ भइहाल्यो, म आत्तिहाल्छु त्यस्तो भिडभाडमा। अनि बनाउनै पाइनँ, मोबाइल त कहाँ हो कहाँ। अनि भाइ बहिनीहरू फेरि मोबाइलले देखान्छु नभए खाना खाँदिनँ भन्न थालेँ। अनि त्यसैले चाहिँ खिच्नै पाइनँ, त्यसको लागि धेरै नै सरी। अब मैले अघिदेखि म खाना खाएको पार्टहरू देखाउँछु अनि खाना खाएको पनि देखाउँछु, मुकबाङ जस्तो पनि हुन्छ भन्ने चाहिँ कन्सेप्टले बनाउँछु भनेर भ्लग स्टार्ट गरेको। के भयो भयो, अब यो त स्पेसल भन्दा पनि के कस्तो भयो होइन। त्यो देखाउनु पाइनँ, ठिकै छ। अब त्यही खाना खाएकै देखाउनु पर्छ भन्ने पनि होइन, तर पनि अब सुरुमा बोल्दै बनाउँछु अनि खाना खाएको पनि पार्ट देखाउँछु भन्ने सोचिरहेको थिएँ, केही पाइनँ।
अब माछा ल्याउनु भएको छ, मैले चाहिँ त्यसलाई चाहिँ म्याग्नेट गरेर फ्रिजभित्र राखेको छु। त्यो पनि बनाउनु पर्ने छ, त्यो पनि बनाउँदा ओर्दा देखाउँछु भन्दा भन्दै हतार हतार हुन्छ, पाउँदैन होला फेरि। अब आफ्नो भ्लग त आफैले कन्टिन्यू गर्नुपर्छ, अहिले बनाइदिँदैन। अनि यता प्लस किचनमा कामहरू पनि गर्दा ओर्दा चाहिँ प्रेसर भएको हो, अरू केही होइन। अब त्यो पार्ट चाहिँ म जसरी पनि देखाउँछु नै होइन। अनि यतिखेर पनि देख्न सक्नुहुनेछ, मम्मीले चाहिँ गाईलाई पानी दिँदै हुनुहुन्छ, अनि त्यहाँ म चाहिँ पसल लुङ्दै बसिरहेको छु। अब अनि त्यसपछि त्यो म्याग्नेट गरेर राखेको छ भनेको छु मैले होइन। अब एकछिन त्यसपछि म बनाउँछु, त्यसलाई बनाएको देखाउँछु होइन। अनि सम्भव भएसम्म चाहिँ म देखाउँछु होइन। अब सम्भव भएन भने चाहिँ यसरी नै बोलेर बनाउँछु, मेरो कुरा सुन्दै हाल्नुहुन्छ तपाईँहरूले। त्यही हो, अब खास चाहिँ स्पेसल चाहिँ केही भएन, अब त्यही भन्नु पर्ला। मैले ठ्याक्क अब चाहिँ के अरे माछा उयो गरेको, बोइल के भन्छ तारेको, बोइल होइन फ्राई गरेको, सरी फ्राई भन्नु यार। अनि अब फ्राई गर्नुपर्ने हुन्छ। पहिला म यसलाई झिक्छु, यस्तो गरेर राखेको छु ल। यसरी चाहिँ मजाले चाहिँ आँखा हेर्नु न गाइस, मजाले चाहिँ म्याग्नेट गरेर राखेको थिएँ। यो मैला पनि हालिदिन्छु यसरी फ्रिज लगाम। अब कन्ती बसाउने पालो रहेको छ, यसलाई चाहिँ यहाँनिर बसाइदिन्छु। भट्टी चुलोमा चाहिँ छिटो हुन्छ भनेर, यसमा अलिक ढिलो हुन्थ्यो, त्यही भएर। हुने हो कि भुल मेरो, ला कत्रो भर त हौ गाइज, मेरो गीत पनि सुन्दै गर्नु है। मजाले गरिसकेको छ, सक्छुइनँ। अब हेरिदिनु होला, मेरो अनुहार मजाले देखेको छैन भने पनि अब मैले काट्न पनि कताबाट काट्नु, कताबाट मिलाउनु। अनि आधी तेलमा ल। अब चाहिँ यो टमाटरलाई बोइल गर्नुपर्ने हुन्छ ल ल। देखिरहेको होला होम है। अब टमाटरलाई बोइल गर्ने पालो रहेको छ, अब यो सबै निकाल्नुपर्छ गाइस। तेल तातिसक्यो, कम्ती बसाइवरी तेल थतिसक्नु लागिसक्यो। अब यसलाई चाहिँ मजाले बनाउनु पर्ने हुन्छ। अनि मिल्दैन रहेछ, म आफै हातले नै गर्दै गर्छु। पढै मेरो चाहिँ क्यामेरालाई म पर लान्छु, म जोखिम मोल्न चाहदिनँ होइन। फेरि यसको बिमा पनि गरेको छैन, कहाँबाट आउनु। हजुर पेपर 2टा। टमाटर बोइलिङ गर्न छोडेको छु। यो त कटकट फुट हो त, नहुनुपर्ने त्यस्तो त। मेरो यहाँ भिडियो बनाएको देखाइदिनु न यताबाट। माइतीको माइतमा चाहिँ उयो रहेछ पूजा, अनि
देख्न सक्नुहुनेछ देखिरहेछ कि छैन रुखको जरा वाउ व्हाट इज दिस गाइस अनि मलाई चाहिँ एकदमै मनपर्छ खिर मेरो बेस्ट हो अनि अब यो खानु पऱ्यो ला खिर र मासु भन्नुहुन्छ होला अब मासु त अहिले चिन्तिर कस्तो मनपर्छ क्या मेरो यो के भन्दा जस्तो फेभरेट एकदम यसलाई चाहिँ बन्द गरेर फ्रिजभित्र राखिदिन्छु थोरै छ मम्मीले खाइदिन्छ होला म चाहिँ यो खान्छु हामीले बनाएको घरमा यस्तो मिठो हुँदैन यार यो तारिफ होइन रियल हो क्या यस्तो दामी छ नि हुन सक्नुहुन्छ मैले जस्तो कि बोलेको भने वाउ एकदम मिठो मिठो गाइस अब अचार पनि बनिसकेको छ म देखाउँछु तपाईँलाई त्यही भएर मैले यसलाई सानो पारेर खराइदिनु लागेको भनेको निस्किहाल्छ त्यो त्यस्तो राम्रो भएको छ होइन खरिँदैछ ए धनियाँको अचार एकदम टेस्टी छ अनि अब त्यही हो अब मैले जब मेरो भ्लग जे होइन बनाएको गरेको चाहिँ देखाएँ नि त स्पेसल मोमेन्ट के हुँदैछ भन्ने कुरा चाहिँ देखाएँ अनि अब एकैचोटि अहिले एकछिनतिरमा भेटौँ अहिले चाहिँ मैले आउँछ है त प्राइज हेर्न सक्नुहुन्छ यस्तो राम्रो कलर भएको छ है होइन अनि यहाँ पनि छ अब अलिकति बाँकी छ टाइपहरू साथ अनि यो खाइदिँदै छ मेरो हालत कति भइसक्यो मेरो पसिनै पसिना आइसक्यो यस्तो घाम छ हाम्रो बाहिर कस्तो छ घाम सन्तलाको लागेको छ म चाहिँ फेरि किन हो नि त हालत खराब भइसकेको छ त्यही हो अब सकिन्छ अनि म गएर पङ्खामा बस्छु यहाँ हाम्रो कति साह्रो पोल हो सिधै पोल छ मेरो धम्ब धोइ भएर या रमाइलो हुँदैछ पनि यसलाई नै बिताइरहेको छु मैले चाहिँ तपाईँहरूले के गरेर बिताइरहनु भएको छ कहाँ कहाँ जानुभयो के गर्नुभयो होइन कमेन्ट गर्न चाहिँ नभुल्नु होला अब भ्लग कतिखेर एडिट गरेर हाल्नु पनि मलाई थाहा छैन मन र ठिक छ गाई अब त्यही हो यता पनि ध्यान दिनुपर्ने हुन्छ मलमा मात्र ध्यान दियो र यता डढ भने त सत्यानाश भइसक्यो त्यही भएर त्यस्तो गर्नु हुँदैन मैले चाहिँ मेन मैले भनेको थिएँ नि पाहाड देखाउँदै गइरहेको छु अब त्यही हो अझै के हुन्छ हेरिरहनु है त अब हामी चटपटे खान लाग्दैछौँ यहाँ छिन् बहिनी यहाँ चाहिँ माइजूले काट्दै हुन्छ लु देखाऊ अब तिमी नै भ्लग कन्टिन्यू गर ल चटपटे कतिको मनपर्छ तिमीलाई दामी किन मुख छोप्यो लाज लाग्यो भन न अनि त्यत्तिकै भ्लगमा त बनाएर हुन्छ भन के भन्नु जे भन अनाउन्स गर्ने सिटिङ टाइपको गर्ने मेरो भ्लग च्यानलको बारेमा केही भन हेरेकै छैन होला है त्यही अनाउन्स गर्ने सिटिङ टाइपको कुराहरू बोल्यो भने के गर्ने कसो गर्ने कोसँग कसरी बोल्ने थाहा हुन्छ थाहा हुन्छ अनि अब यहाँ चाहिँ यामी यामी चटपटे बन्न लाग्दैछ बहिनी चाहिँ एक्साइटेड हुँदैछिन् खानको लागि अनि म पनि खानको लागि चाहिँ एक्साइटेड छु अनि बहिनी मेरो भ्लग बनाइदिँदैछिन् अहिले एकछिन मेरो भ्लग हेर्नु अनि थाहा पाउँछु
कोका कोला हाल्दै हुनुहुन्छ दिदी। तिमी पनि खाने नि त? अँ। ल ठिक छ। खै भिडियो देख गाइज अहिले राति चाहिँ यस्तो देखिएको छ, बिहान चाहिँ एकदमै कालो देखिएको थियो। अनि म चाहिँ के भन्नलाई भ्लग स्टार्ट गरेको भने बेलुका भइसकेको छ। आज चाहिँ ह्याप्पी न्यु इयर थियो होइन, ह्याप्पी न्यु इयर भएर पनि घरमै मनाइयो भनौँ न, कहीँ जान पाइएन, बाहिर कहीँ गएनौँ। अब बाबा मम्मी पनि बिजी नै हुनुभयो अनि बाबा मम्मीलाई छोडेर म एक्लै कहीँ जाने कुरा पनि भएन। साथी न सँगै एक्लै रङ्गी चङ्गी भने जस्तै भयो, मेरो चाहिँ त्यस्तै छ। अनि त्यसपछि हेर्न सक्नुहुनेछ राति पनि भइसक्यो। मैले यो भ्लग एडिट गरेर म कतिखेर हाल्छु थाहा पनि छैन। अनि अब दिदी र बहिनी पनि काठमाडौँ गएका छन् घुम्न, उनीहरूलाई उतै न्यु इयर भयो। अनि मैले चाहिँ आज घरकै काम गरेर होइन, घरमै सरसफाइ गरेर घरमै पकाउने माछाहरू बनाएँ, मैले खानाहरू पनि बनाउन मम्मीलाई हेल्प गरेँ होइन। अनि सरसफाइ गर्ने, दोकान रुङ्ने, बस्ने, यस्तै काम गरेर अनि घरको काम गरेरै बित्यो। अनि बेलुकातिर हटिया गएँ माइजूसित, त्यो भ्लग चाहिँ मैले देखाउनै पाइनँ। म चाहिँ खालि यस्तै भ्लग स्टार्ट गर्छु तर देखाउन पाउँदिनँ होइन। अनि त्यही हो, अब त्यसपछि अब खाना खाने बेला भयो, त्यही भएर म भ्लग स्टार्ट गरेको। अनि यो भ्लग एडिट गर्दा कतिखेर बच्चा थाहा भएन, त्यही हो 9-10 बजीतिर भ्लग एडिट गरेर अनि म बेलुकातिर हाल्छु होला। अनि अब त्यही नै हो। के पकाउनु भयो मम्मी? ए खतरा चिज पो पाकेको रहेछ त आज त। वाउ, लुकिङ लाइक अ वाउ भएछ। मान्छेले पकाउँदै हुन्छ है क्या हो? साग। ए तिमीहरू के गरेको? खेलेको? आयुष पाण्डे हेलो आउँछ हौ। हाई भन त, हाई भन न यता छिटो। खै देखिनँ मैले त। गाइस हामी चाहिँ चोर पुलिस खेल्दैछौँ, ट्रेनजना मात्र। आँखामा देखाइदिन्छ एकचोटि, आँखा तिरिमिरी हुन्छ होला है। सो गाइस हाम्रो दिदी चाहिँ मै हाल्दै हुनुहुन्छ। गरममा होइन चिसो चिसो मही एकदम ठन्डा ठन्डा कुल कुल पार्नको लागि मिठो छ नि मही। मलाई चिनी चाहिँ हाल्दैन। ओके। अनि अब यहाँ 5 जनालाई मात्र होइन अरूलाई पनि डबल भइहाल्यो नि। ए ल मम्मी किन डल्ल भन्नुभएको, लगाउनु न। होइन अब यहाँ हेर्नु यस्तो दामी मम्मीले बनाउनु भएको काँक्रा, भिन्डी, आलुको अचार देखिरहेको छ। ओके, खोर्सानी पनि हाल्नुभएको हो मम्मी? भिन्डी पनि? कस्तो मिठो हुन्छ, मन पर्दैन? आऊ यता। होइन हो, होइन होइन होइन। अनि डिसहरू त के छ मैले अघि देखाइ नै हालेँ। यहाँ देखाउ त, यहाँनिर खिर भइहाल्यो। अनि यहाँ तपाईँको टेस्टी टेस्टी खिर, उसको पनि फेभरेट रहेछ। यहाँ अब ठ्याक्क अनि हामी खानेकुरा यस्तो आयो अनुहार कहाँ त नि आँखा मात्र देखेर हुन्छ त यतिको। अब खान्छौँ हामी अनि त्यसपछि भेट्छौँ। अब डिस चाहिँ यही रहेको छ, खाएको त के देखाउनु है होइन, देखाउने हो। सो गाइस म भन्दै थिएँ अनि सबैजनाले चाहिँ अब हुन्छ नि बाहिर गएर फ्यामिलीसित बाहिर गएर अथवा साथीहरूसित गएर बाहिर ह्याप्पी न्यु इयर मनाउनु भयो होला। तर मैले चाहिँ घरमै अब बाबा मम्मीहरूसित अनि मामा माइजूहरू प्लस मामावालाबाट चाहिँ मामा माइजू अनि भाइ बहिनीहरू पनि आउनु भएको थियो। उहाँहरूसँग चाहिँ मिलेर अब घरमा हुन्छ नि जे होस् जे पाके पनि होइन पकाएर बनाएर अनि मिलेर सबैजना भएर खायौँ। त्यस्तो बाहिर कहीँ जान पाइएन। ठिकै छ, अब बाहिरै गएर दिनको नयाँ सुरुवात गर्नुपर्छ भन्ने पनि होइन, घरभित्रै फ्यामिलीसित बसेर होइन
मिलेर अब खानेकुराहरू बनाएर खाने गफ गर्ने त्यही त हो। बाहिर जानु नै ठुलो कुरा चाहिँ लाग्दैन लाग्न चाहिँ, र पनि अलिकति चाहिँ घुम्न जाऊँ भन्ने पनि आउँछ कन्सेप्टमा चाहिँ। तर ठिकै छ जे भयो। आज चाहिँ हामीले यसरी नै मनायौँ होइन। म यो भ्लग एडिट गर्दा गर्दा त 10-11 बज्छ, मैले अघि पनि भने। अब हामीले चाहिँ खाना पनि खाइसक्यौँ। अब भ्लगलाई चाहिँ मैले त्यतिर व्यवस्थापन गर्नुपर्ने हुन्छ। धेरै लामो भयो भने पनि हजुरहरूलाई हेर्न बोरिङ हुन्छ। अनि यहाँ मेरी सानी बहिनी चाहिँ आइसकिन्। अब भोलि पनि जान्छन्, म के गर्नु। मेरो क्यामेराम्यान एकछिनको लागि एक दिनको लागि पनि भएको थिइन्। म आई विल मिस यु यार। आऊ हक गरौँ। आई विल मिस यु। खै त मिस यु टु भनेको त। मिस यु टु। ओके सो ल, अब यति बेरसम्म मलाई साँच्चीकै हेरेर साथ दिनुभएको छ अन्त्यसम्म भने चाहिँ धेरै धेरै धन्यवाद। अनि लास्टमा अझै पनि भन्न चाहन्छु ह्याप्पी न्यू इयर। त्यही हो गाइज, थ्याङ्क यू सो मच यतिखेरसम्म हेरेर साथ दिनुभएकोमा। अब फेरि अर्को आशा छ तपाईँहरू आजको भिडियो मन पऱ्यो होइन। मन पऱ्यो भने प्लिज डोन्ट फर्गेट टु लाइक सेयर सब्सक्राइब माई युट्युब च्यानल। अनि अर्को भ्लग चाहिँ अब 1 हप्ता अथवा 1 महिना कति पछि आउँछ थाहा छैन होइन। तर पनि म टाइम भयो भने भ्लग ल्याउने नै छु भन्दै आजलाई चाहिँ म तपाईँहरूमाझ बिदा हुन चाहन्छु, बिदा माग्न चाहन्छु। धन्यवाद। सो गाइज म भन्दै थिएँ अनि सबैजनाले चाहिँ अब हुन्छ नि बाहिर गएर फ्यामिलीसित बाहिर गएर अथवा साथीहरूसित गएर बाहिर ह्याप्पी न्यू इयर मनाउनु भयो होला। तर मैले चाहिँ घरमै अब बाबा मम्मीहरूसित अनि मामा माइजूहरू प्लस मामावालाबाट चाहिँ मामा माइजू अनि भाइ बहिनीहरू पनि आउनु भएको थियो। उहाँहरूसँग चाहिँ मिलेर अब घरमा हुन्छ नि जे होस् जे पाके पनि होइन पकाएर बनाएर अनि मिलेर सबैजना भएर खायौँ। त्यस्तो बाहिर कहीँ जान पाइएन। ठिकै छ, अब बाहिरै गएर दिनको नयाँ सुरुवात गर्नुपर्छ भन्ने पनि होइन। घरभित्रै फ्यामिलीसित बसेर होइन मिलेर अब खानेकुराहरू बनाएर खाने गफ गर्ने त्यही त हो। बाहिर जानु नै ठुलो कुरा चाहिँ लाग्दैन लाग्न चाहिँ, र पनि अलिकति चाहिँ घुम्न जाऊँ भन्ने पनि आउँछ कन्सेप्टमा चाहिँ। तर ठिकै छ जे भयो। आज चाहिँ हामीले यसरी नै मनायौँ होइन। म यो भ्लग एडिट गर्दा गर्दा त 10-11 बज्छ, मैले अघि पनि भने। अब हामीले चाहिँ खाना पनि खाइसक्यौँ। अब भ्लगलाई चाहिँ मैले त्यतिर व्यवस्थापन गर्नुपर्ने हुन्छ। धेरै लामो भयो भने पनि हजुरहरूलाई हेर्न बोरिङ हुन्छ। अनि यहाँ मेरी सानी बहिनी चाहिँ आइसकिन्। अब भोलि पनि जान्छन्, म के गर्नु। मेरो क्यामेराम्यान एकछिनको लागि एक दिनको लागि पनि भएको थिइन्। म आई विल मिस यु यार। आऊ हक गरौँ। आई विल मिस यु। खै त मिस यु टु भनेको त। मिस यु टु। ओके सो ल, अब यति बेरसम्म मलाई साँच्चीकै हेरेर साथ दिनुभएको छ अन्त्यसम्म भने चाहिँ धेरै धेरै धन्यवाद। अनि लास्टमा अझै पनि भन्न चाहन्छु ह्याप्पी न्यू इयर। त्यही हो गाइज, थ्याङ्क यू सो मच यतिखेरसम्म हेरेर साथ दिनुभएकोमा। अब फेरि अर्को आशा छ तपाईँहरू आजको भिडियो मन पऱ्यो होइन। मन पऱ्यो भने प्लिज डोन्ट फर्गेट टु लाइक सेयर सब्सक्राइब माई युट्युब च्यानल। अनि अर्को भ्लग चाहिँ अब 1 हप्ता अथवा 1 महिना कति पछि आउँछ थाहा छैन होइन। तर पनि म टाइम भयो भने भ्लग ल्याउने नै छु भन्दै आजलाई चाहिँ म तपाईँहरूमाझ बिदा हुन चाहन्छु, बिदा माग्न चाहन्छु। धन्यवाद।